सांसद भनेको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको जस्तो हुनुपर्छ, जसले जेसुकै भन्नुहोस्। सांसद भइसकेपछि सामाजिक सञ्जालमा कुनै पनि अभिव्यक्ति दिँदाखेरि जनताले गर्ने, आम पब्लिकले गर्ने कमेन्ट हेरेर सांसदले चित्त दुखाउनु नपरोस्। जस्तै शोभिता गौतम दिदी यति अब्बल हुनुहुन्छ कि उहाँको कुरा गरेर पनि साध्य छैन। उहाँ भनेको हर नेपालीको मनमुटुमा अटाउन सफल सांसद पनि हो। म त्यो रूपले हेर्छु। उहाँको यो कुरा हेरौँ, उहाँ कस्तो लाग्छ तपाईँहरूले प्रतिक्रिया पनि दिनुभयो। मलाई त एकदम सुपर पर्फेक्ट लाग्छ। उहाँ तथ्यमा आधारित भएर कुरा गर्नुहुन्छ। उहाँको कुरा एकदम जायज पनि छ। यो भिडियो हेरौँ त सबैजनाले। जब मध्यरातमा तत्कालीन सरकार ढल्यो र दुई ठूला दल मिलेर गठबन्धनको सरकार बन्यो, तब रवि लामिछाने हिरासतमा जानु पर्यो। मुद्दा उही, प्रमाण पनि उही, अनुसन्धान गर्ने संस्था पनि उही। हिजो हिरासतमा राख्न परेन, तर आज नयाँ गठबन्धन बन्ने बित्तिकै हिरासतमा जानुपर्ने। रवि लामिछानेलाई केही समय त जेल हालेर देखाउँछौ भन्ने सरकारको यो घमण्ड पूरा गर्न रवि लामिछाने हिरासतमा बस्नु परेको छ। अझ सिधा भाषामा भन्नुपर्दा हामीलाई जेल हाल्ने रविलाई हामीले उल्टै जेल हाल्न सक्छौं भन्ने सरकारमा रहेका नेताहरूको घमण्ड बाहेक यो केही पनि होइन। सरकारले अहिले रवि लामिछानेलाई अनुसन्धानको लागि भनेर हिरासतमा राख्नै पर्छ र यदि निर्दोष हो भने त भोलि सफाई पाइहाल्छ नि। रासपाको यो के रोइलो हो भन्ने किसिमको भाष्य स्थापित गर्न खोजिरहेको देखिन्छ। उहाँ निर्दोष हो भन्ने कुरा तथ्य प्रमाणले भनिरहेको छ। भोलि अदालतले पनि सफाई दिइ नै हाल्छ। तर आज हिरासत बाहिर राखेर पनि गर्न सकिने अनुसन्धान हिरासत भित्रै राखेर जुन मानसिक तनाव दिने र मनोबल घटाउने प्रयास भइरहेको छ, उहाँले आज भोगिरहेको यो पीडाको क्षतिपूर्ति कसले तिर्छ? प्रधानमन्त्री वा नेताहरूले झुटो आरोप लगाएछौं भनेर भोलि झुटो आरोप लगाए बापतको जेल सजाय भोग्नुहुन्छ? सजाय भोग्ने कुरा त परै जाओस्, गलत आरोप लगाएका रहेछौं भनेर आत्मग्लानी समेत गर्ने छैनन्। अहिले सरकार दुई ठूला दलहरूको गठबन्धनमा बनेको छ, जसले गर्दा उनीहरूको संयुक्त शक्ति सरकारको दबदबा बढी नै देखिएको छ। यसले कानूनी राज्यको सिद्धान्त भन्दा अधिनायकवादी शासनको संकेत गरेको छ। राजनीतिक स्वार्थको संरक्षणका लागि कानूनी प्रक्रियाको दुरुपयोग भएको छ। रवि लामिछानेमाथि मात्रै होइन, हाल सरकारले सरकारको विरोध गरिरहेका वा सामाजिक सञ्जालमा विरोधका पोस्टहरू गरिरहेका धेरै व्यक्तिहरूमाथि आफ्नो शक्ति प्रयोग गरिरहेको देखिन्छ। जति व्यक्ति खुलेर सरकारको आलोचना गरिरहेका छन्, ती सबैलाई खोजी अझ भनौं सीसीटीभीबाट खोजी पक्रेर अनुसन्धानको नाममा हिरासतमा राख्ने काम भइरहेको छ। कानून अनुसार कसैले सजाय भोग्नु पर्ने भए त्यो अदालतले फैसला गरे पश्चात भोग्नु पर्ने होला नि। तर धेरै जसो अवस्थामा हिरासत बाहिरै गर्न सकिने अनुसन्धानका लागि पनि विरोधीहरूको मनोबल कमजोर बनाउने उद्देश्यले केही दिन थुनामा राखेर उनीहरूको मनोबल गिराउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। उदाहरणको लागि दोलखाका मानबहादुर कार्की भनिने कुशल कार्की सैलुङ्गेको एउटा उदाहरण म तपाईहरुसँग प्रस्तुत गर्न चाहन्छु। गौरा पर्वको क्रममा सरकार विरुद्ध नारा लगाएको एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो र उनले त्यो पोस्ट भएको भिडियोलाई डाउनलोड गरेर फेरि पोस्ट गरेर उनले त्यसमा चाहिँ क्याप्सन कति जनाको मुख थुन्न सकिएला र भन्ने किसिमको आशय व्यक्त गरेका थिए क्याप्सनमा चाहिँ। अनि त्यति मात्रको आधारमा उनलाई साइबर अपराधको आरोपमा करिब 10-11 दिन हिरासतमा राखियो। यसरी व्यक्तिगत विचार र अभिव्यक्तिलाई नियन्त्रण गर्न खोज्ने सरकारको यो कदमले लोकतान्त्रिक अधिकारमाथि प्रहार गरेको स्पष्ट देखिन्छ। त्यस्तै जापानमा रहेका अर्का कार्की थर भएका एक नेपाली युवामाथि पनि सरकारले इन्टरपोल मार्फत खोजी गर्ने प्रयास गरिरहेको समाचार आएको छ। यसले झनै के पुष्टि गर्छ भने सरकार आलोचकहरूमाथि नियन्त्रणको उद्देश्यले प्रहरी प्रशासनलाई हतियारको रूपमा प्रयोग गरिरहेको छ। वास्तविकता भनेको यदि कसैमाथि अनुसन्धान गर्नुपर्ने नै हो भने प्रहरीले उनीहरूलाई हिरासतमा नराखिकनै सोधपुछ गर्न सक्छन् र अरू खोज अनुसन्धान पनि गर्न सक्छन्। हिरासतको नाममा मानसिक दबाव सिर्जना गर्ने, आलोचकहरूको आत्मविश्वास कमजोर बनाउने र यो प्रक्रियालाई निहित राजनीतिक उद्देश्यको लागि प्रयोग गर्ने प्रवृत्तिले सरकारको सत्ता केन्द्रित मनोवृत्तिलाई उजागर गर्दछ। नेपाली जनतालाई सरकारका गतिविधि र निर्णयहरूमा असन्तुष्टि जनाउन र विरोध गर्न पाउने अधिकार छ। यही अधिकारको लागि विगतमा नेपाली जनताले लोकतन्त्रको पक्षमा राजाको विरुद्धमा सडकमा आएर आन्दोलन गरेका थिए। राज संस्थाको अन्त्य गर्दै लिएर आइएको लोकतन्त्रमा हुकुमी शासनको पुनरावृत्ति नेपाली जनताको लागि स्वीकार्य हुन सक्दैन। अझ डरलाग्दो कुरा त के छ भने अहिले सरकारको निर्देशनमा प्रहरी प्रशासनले सरकारका विरुद्ध नाराबाजी गर्नेहरूलाई सीसीटीभी क्यामेराको प्रयोग गरी खोजी मुद्दा चलाउने काम गरिरहेको छ।
सामाजिक सञ्जालमाथि कडा निगरानी पनि राखिरहेको छ। सचेतनाका भिडियोहरू बनाउने, एक्सप्लेनर भिडियोहरू बनाउनेहरूलाई समेत प्रहरीले पक्रिन सक्ने जथाभावी भिडियो नबनाऊ है भनेर इमेलहरू पठाइरहेको हामीले सूचना प्राप्त गरेका छौं। यसबाट के बुझ्न सकिन्छ भने सरकारले प्रहरी संगठनको प्रयोग गरेर आफ्ना विरोधीहरू तह लगाउन, विशेष गरी दबाउनको लागि प्रहरी संगठनको प्रयोग गरेर प्रहरी संगठनको शक्तिको दुरुपयोग गरिरहेको छ। सरकारका विरुद्ध आलोचना गर्नेहरूलाई सरकार आफैले लगेर मुद्दा दर्ता गर्दै जाने, जेलभित्र पठाउँदै जाने, आलोचना वा विरोध गर्नेहरूलाई अपराध हो भनेर ठहर गर्दै जाने हो भने सरकारको अधिनायकवादी प्रवृत्ति हो भन्नलाई हामीले पछि पर्नु हुँदैन। तानाशाही प्रवृत्ति हो भन्नलाई हामीलाई कुनै पनि शंका नै छैन। त्यसैले हामी यही तानाशाही प्रवृत्तिको विरुद्ध सडकमा उत्रिएका हौं। सरकारले रवि लामिछानेमाथि गरेको यो दमनलाई एउटा व्यक्तिमाथि भएको दमनको रूपमा मात्रै हामीले बुझ्नु हुँदैन। यो नयाँ पुस्ता र नयाँ विचारमाथिको दमन पनि हो। हामी यसका विरुद्ध पनि सडकमा उत्रिएका हौं।